हेलो गाइजहरु, यो चाहिँ मेरो आफ्नै बारी हो हैन। यसमा चाहिँ जे खाए नि छ। यो बर्खाभरि चाहिँ हेर्नुस् त काँक्रोहरु यति फल्या छ कि काँक्रो हेर्नु न कति लामो लामो फल्या छ हैन। अब यो बर्खाभरि चाहिँ मलाई किन्नु पर्दैन, यति साह्रो फल्या छ मकैबारी। फर्सीहरु नि फल्दैछ, ग्राउलाहरु, इस्कुसहरु हैन। काँक्रोहरु यसरी फल्या छ हैन। यताततै अब खानु पर्या छ। बेच्न त म बेच्दिन, आफूलाई खान चाहिँ एकदमै नबुदाइ हुन्छ गाइजहरु। हेर्न सक्नुहुन्छ। हजुरहरु खानुहुन्छ भने आउनुस् है त। म चाहिँ यतातिर छु है, बारीमै काँक्रोको पातहरु कटिङ गर्नलाई यस्तो भित्रतिर छु। बिहान उठ्ने साथै अब काँक्रो लटरम्म फलेको छ हैन, देख्न सक्नुहुन्छ। कम्तीमा नि 50-60 वटा भन्दा बेसी छ काँक्रो। अझ चिचिलो लाग्दै छ। कस्तो लाग्छ हजुरहरुलाई? खान मन लाग्यो आउनु है त कीर्तिपुरमा। लटरम्म फल्या छ त लु बधाई छ जाठो काँक्रोलाई भनेर भन्नुपर्ने अवस्था है त। ल बाइ 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 बाइ। म चाहिँ यतातिर छु।